ओके, यो क्वेसनले चाहिँ के सोधिरहेछ भन्दाखेरि in a certain exam of grade 10, 75 students got high score in mathematics, 65% got high score in English, 6% of them did not get high score in both mathematics and English, and then calculate first मा चाहिँ the percent of students who got high score in both the subjects, and second मा चाहिँ the total number of students who got high score either in mathematics or in English if 300 students had attended the exam भनेको छ है। अब सुरुमा चाहिँ के दिएको छ, सुरुमा आईमा चाहिँ के सोधेको छ भन्दाखेरि percentage of students who got high score in percentage of who got high score in both the subjects भनेको हैन, भनेपछि m intersection e is equals to what है। अब हामीलाई के दिएको छ भन्दाखेरि म्याथमा हाई स्कोर ल्याउने कति छन् 75%, इङ्ग्लिसमा हाई स्कोर ल्याउने कति छन् 65%, अनि त्यसपछि दुईटैमा नल्याउने भनेको चाहिँ यम युनियन इको कम्प्लिमेन्ट चाहिँ कति पर्सेन्टेज छन् 6% छन् भने यम इन्टरसेक्सन इको पर्सेन्टेज चाहिँ कति हो भनेर सोधेको छ है। अब हामीलाई चाहिँ यम इन्टरसेक्सन ई को फर्मुला हेर्ने हो भने चाहिँ यम इन्टरसेक्सन ई भनेको के हो, यम प्लस ई माइनस यम युनियन ई हो है। अब हामीलाई यो टाइमसम्म चाहिँ यम युनियन ई को चाहिँ भ्यालु थाहा छैन है, त्यही भएर चाहिँ सुरुमा हामीले यम युनियन ई को भ्यालु क्याल्कुलेट गर्नुपर्छ, अनि बल्ल हामीले यम इन्टरसेक्सन ई क्याल्कुलेट गर्न सक्छौँ है। ओके, सेकेन्ड क्वेसनमा चाहिँ टोटल नम्बर अफ स्टुडेन्ट्स हु गट हाई स्कोर इन आइदर इन म्याथमेटिक्स र इन इङ्ग्लिस भनेको छ है। त्यसको मतलब चाहिँ त्यसमा चाहिँ नम्बर अफ यम युनियन ई सोधिरहेछ है। भनेपछि सुरुमा हामीले यो सल्भ गऱ्यौँ भने चाहिँ फर्स्ट क्वेसन सल्भ गर्न सक्छौँ है। ओके, यसमा चाहिँ के रहेछ भन्दाखेरि 300 स्टुडेन्ट्स ह्याड एटेन्डेड द इक्जाम है। भनेपछि यन अफ यु भनेको कति भयो 300। अब त्यसपछि यन अफ यम युनियन ई भनेको के हो, यन अफ युबाट यन अफ यम युनियन ई को कम्प्लिमेन्ट घटाइदियो भने यन अफ यम युनियन ई हुन्छ है। अब पहिला सुरुमा यन अफ यम युनियन ई को कम्प्लिमेन्ट भनेको चाहिँ कति हो 6% अफ 300 को 18 है। भनेपछि अब यन अफ यम युनियन ई भनेको कति भयो 300 माइनस 18 कति भयो 10 minus 8 2 282। ओके, अब यम युनियन ई हामीले भेटाइसक्यौँ, त्यही भएर अब चाहिँ बल्ल हामीले यो पर्सेन्टेजको क्याल्कुलेट गर्न सक्छौँ। तर त्यसको लागि चाहिँ पहिला सुरुमा हामीले यो यम युनियन ई को चाहिँ पर्सेन्टेज निकालौँ है। भनेपछि यम युनियन ई को यसलाई इन पर्सेन्टेज भनेको चाहिँ कति भयो 282 डिभाइड बाई टोटल भनेको युनिभर्सल सेटमा कति हो 300 इन्टु 100 भनेको कति हुन्छ 94% भयो है। भनेपछि चाहिँ अब देयरफोर पर्सेन्टेज अफ यम इन्टरसेक्सन ई भनेको चाहिँ कति भयो पर्सेन्टेज अफ यम प्लस पर्सेन्टेज अफ ई माइनस पर्सेन्टेज अफ यम युनियन ई है। अब यम पर्सेन्टेज भनेको 75% प्लस 65% माइनस 94% को फाइनल एन्सर चाहिँ 46%। ओके ओके, यो क्वेसन पनि सल्भ भयो। अब नेक्स्ट भिडियोमा भेटौँ ल, बाई बाई, किप लर्निङ।